हेलो एन्ड नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ मैले कुन कविता लिएर आएको छु भनेपछि अब आजभोलिको कन्डिसन हेर्दाखेरि भनौँ न अहिले पछिल्लो समय चाहिँ अब धेरैजना विदेश जानुभएको छ नि त होइन। अनि त्यसपछि अब म चाहिँ गएको छुइनँ, त्यही पनि अब म लेख्नु मन लाग्यो कि अनि अब आफन्तहरू त जानुभएको छ नि त, अनि के कस्तो हुन्छ यताउता सुन्दाखेरि होइन। अनि म यसको बारेमा लेखेको छु। थोरै छ, छोटो छ, मिठो चाहिँ छ कि छैन थाहा छैन, हजुरहरू भनिदिनु। अनि त्यही नै हो। अनि मेरो शीर्षक छ विदेशी भूमिमा म। हो, म परदेशी बोल्दैछु, मनमा गुम्सिएको कथा कालो अक्षरमा पोख्दैछु। बाध्यता भनौँ कि रहर, या भनौँ साउको ऋणको कहर, विदेशी भूमिमा ल्याइ पुर्यायो, आफ्नै देशले आज मलाई परदेशी बनायो। धमिलो अनुहारसँगै झोला बोकी, सबैको माया त्यसमै पोको पारी आएँ। परदेशको दुःख र आफन्तको कमी 2-4 पैसा धनमै दबाएँ। तर यो चिल्लो बाटोले मेरो गाउँको माटो बिर्साउन सकेन। झिलिमिली सहर भए तापनि मेरो लागि जुनकिरी जसरी चम्किन सकेन। म परदेश आउँदा मेरी आमाका आँसु निकै बगेका थिए। मेरा बाले पनि मनगाँठो पार्दै पुगेसी फोन गरै भनेका थिए। हस् त, धन्यवाद सुनिदिनु भएकोमा। अनि अब के भनौँ, आज मेरो भिडियोमा खासै भ्युज नै गएको छैन होइन। त्यही पनि म कन्टिन्यू बनाइ नै राख्छु, केही छैन, ठिक छ। अब फर्स्टमा यस्तै त हो नि है, त्यही हो। अनि सुनिदिनु भएकोमा धन्यवाद भन्न चाहन्छु। अनि पछि पनि यस्तै केही भयो भने नयाँ सकेसम्म राम्रै गरौँला भन्ने सोचेको छु। अब केही लेखेँ भने फेरि लिएर आउनेछु। अहिलेको लागि चाहिँ छुट्टिन चाहन्छु।